पर्व किन हाम्रो लागि महत्त्वपूर्ण छ? हामी संसारिक जीवनमा अलमली रहेको थियो। यस्ता महापर्वहरूले व्यक्तिलाई अन्तर्मुखी बनाउन, साधना सिकाउन, आफैले आफूलाई चिन्न र अरू बेला जतिसुकै संसारिक रङ्गमञ्चमा हेर्दा पनि यस दिन एउटा कमसेकम मठ मन्दिरमा गएर, सत्सङ्गमा गएर आफ्नो ब्रह्मस्वरूप परमानन्द स्वरूपलाई चिन्ने, जान्ने, पूजाआजा अर्चना गर्ने र मनलाई शुद्ध र पवित्र बनाउने धेरै यस्ता पर्वहरू हामीले भव्यतापूर्वक मनाउँदै आइरहेका छौँ। यस मन्दिरका संस्थापक आदरणीय विष्णु विक्रमजी दाइलाई धन्यवाद छ। अब यो पानसमा दीप प्रज्वलन गरी यो आजको रामनवमीको आध्यात्मिक कार्यक्रमको शुभारम्भ गरिदिनु उपभोक्त मञ्च गण्डकी प्रदेशका अध्यक्ष आदरणीय कपिलनाथ कोइरालाज्यूलाई हार्दिक आग्रह गर्दछु र यो उद्घाटन स्वस्ति न इन्द्रो वृद्धस्रवाः स्वस्ति नः स्वस्ति नो बृहस्पतिर्दधातु भद्रां कर्णेभिः शृणुयाम देवाः सिद्धुवागुं सत्तारो भिर्भ्यासे महि देवायितं चरायुः आज हामीले हिन्दूहरूको एउटा पावन पर्वको अवसरमा एउटा राम महिमा सुने प्रवचन सुनेर त्यसलाई भ्रमण गर्ने एउटा अवसर प्राप्त गऱ्यौँ। यसको लागि मलाई यहाँ आमन्त्रण गर्नुभएकोमा यहाँहरूको पनि म हार्दिक आभार व्यक्त गर्दै यस मन मन्दिरका संस्थापक विशेष गरी विष्णु विक्रमजी जसले लगभग कति कुरा भएको थियो, उहाँले 5.5 करोड रुपियाँ चाहिँ खर्च गरेर जग्गा किनेर 2.5 करोडको जग्गा किने 3 करोडको मैले घर बनाएँ भएको छ। 5.5 करोड खर्च गरेर लोक कल्याणकारी कार्यक्रमको लागि चाहिँ निःशुल्क रूपमा प्रदान गर्ने गरेर उहाँले चाहिँ यो जसरी गर्नुभएको छ यसको अलिकति बढी प्रचार हुनुपर्छ भन्ने मलाई लाग्छ। जति प्रचार हुनुपर्थ्यो, जसरी निःशुल्क यहाँ पाइन्छ भन्ने कुराको पोखरी गरेर थाहा पाउनु पर्थ्यो, त्यो कम जानकारी भएको छ भन्ने मलाई लाग्छ र यसको अलिक प्रचार भएमा त्यसबाट धेरै समूह त्यसबाट लाभान्वित हुन सक्थ्यो भन्ने मलाई लाग्छ। त्यस्तै प्रकारले चिनाकोला वेद विद्याश्रम जसले आज यो आयोजना गर्नुभएको छ होइन, उहाँ पनि पोखराको शैक्षिक एउटा विशेष गरी वैदिक संस्कृतिको शैक्षिक अभियानमा एउटा नमुनाको रूपमा एउटा पर्यायवाची संस्थाको रूपमा स्थापित हुन सक्नुभएको छ। उहाँहरूप्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। अब मैले लामो बोल्नु छैन, आज मेरो विषय पनि होइन। मलाई यहाँ प्रमुख अतिथिको रूपमा आएर दीप प्रज्वलन गर्ने एउटा अवसर दिनुभयो, यसको लागि म यहाँहरूप्रति साह्रै आभारी छु। यस्तो कार्यक्रममा मलाई चिफ गेस्टको रूपमा मलाई विभिन्न अन्य मेरो क्षेत्रका कुराहरूमा मलाई विगत 20 वर्षदेखि बोलाउँदै म जाँदै आफ्नो जानेको कुराहरू चाहिँ सेयर गर्दै अब समाजमा घुलमिल भएकै मान्छे हो। तर यो धार्मिक कार्यक्रममा पनि यस्तो प्रकारको गतिविधिमा चाहिँ मेरो संलग्नता अलिकति कम नै हुने गर्छ। निष्क्रिय छ, जो पवित्र भावले समाजमा क्रियाशील छ, जो चाहिँ निस्वार्थ छ, कम्तीमा पनि हाम्रो विवेकले देखे जति त्यसलाई कार्यान्वयन गरेर हामीले आफ्नो विषयबाट काम गऱ्यौँ भने समाजमा सुधार गर्नको लागि केही महत्त्वपूर्ण योगदान पुग्छ भन्ने मलाई लाग्छ। र आज अन्तिममा मैले आजको यो महत्त्वपूर्ण चाड एउटा पावन पर्वको अवसरमा आज हामीले यो कार्यक्रम आयोजना गरेर मेरो उपस्थिति सहित यहाँ हुने अवसर सिर्जना गरिदिनु भएकोमा यहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्दै भगवान राम हाम्रो नेपाली संस्कृतिमा संस्कारमा यति गहिरोसँग गएको छ। हाम्रो सांस्कृतिक रक्त प्रवाहमा यसरी यति
तन्मय भएर घुलमिल भएको छ कि राम र सीतालाई माइनस गरिदिने हो भने, रामायणलाई माइनस गरिदिने हो भने हाम्रो संस्कृति सभ्यता कपालमा हुन्छ। हामी यहीँ बसेका मध्येमा पनि कैयौँको नाम राम छ, राम प्रसाद छ, रामनाथ छ, राम बहादुर होला, राम माया होला, सीता देवी होला। रामायणले परिकल्पना गरेका सम्पूर्ण पात्रहरूलाई हामीले आफ्ना छोराछोरीको नाम दिइरहेका छौँ र रामायणको रचनाकारले जुन जुन पात्रलाई खलपात्रका रूपमा उभ्याएका छन्। हामीले वाल्मीकि रामायणका 24,000 श्लोक पढ्दा हाम्रो ब्रह्म गायत्रीका 24 अक्षर छन्। ती अक्षर त्यही 24,000 श्लोकभित्र पर्दछ, जसले बिहान बेलुका हामीले गायत्री जप्न सक्दैनौँ, असमर्थ छौँ। तर वाल्मीकि रामायण पढ्यौँ भने हामीले गायत्री मन्त्र पुरै जपेका हुन्छौँ। त्यो कुरा मैले गुरुदेवको सामुन्ने त्यति कुरा यहाँहरूलाई निवेदन गर्दै भव